बस आम लेट्स सी है ए भाइ 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 ए बोलाऊ बोलाऊ भाइ यहाँ चाहिँ हाम्रो भाइले एकदम मेहनत गर्दैछ किनभने गाइज लेट्स सी के हुन्छ भनेर आदाङमा सेवा र जसले पस्याउ पासा आजको दिनमा तपाईले कतै न कतै एउटा भिडियो कतै न हेर्नु चाहिँ भएको होला तपाईहरुले हैन मलाई पनि लाग्छ कतिजनाले हेर्नु नि भएको जस्तो लाग्छ हाम्रो नेपालमा एकजना हाम्रो दाइ हुनुहुन्छ उहाँले चाहिँ अब तपाईलाई थाहा छ नि त्यो भिडियोमा हेर्दै अब कहीँ अब जस्तै कि यस्तै खुल्ला ठाउँमा है देयर इज नो एनी क्रो है कुनै पनि काग छैन त्यस्तै ठाउँमा पनि त्यो दाइले चाहिँ नि काग बोलाइदिन्थ्यो क्या आज उसले गिनिज बुक वर्ल्ड रेकर्ड पनि एउटा किताब हासिल गरिसक्नु भएको छ त्यस्तै गरी मेरो भाइ हाम्रै गाउँको भाइ मेरो एकदम मैले मानेको रेस्पेक्ट गर्ने मेरो भाइ उहाँले पनि एकचोटि यो ठाउँमा ट्राई गर्नु आँट्नु भएको छ भाइ के छ काग बोलाइन्छ नि होइन कुरो फिक्स हो फेरि यहाँ हेरौँ त मैले तिमीलाई यही भिडियो बनाउनुको लागि म इटरदेखि आइरहेको छु क्या उर्लाबारी यही भिडियो बनाउनुको लागि क्या किनभने तिमीले सक्छौ भने नि त फोनमा सो लेट्स सी के हुन्छ हामी हेर्छौँ रिजल्ट एकचोटि चाहिँ कराइदेऊ त कसरी कराउँछौ बस आम लेट्स सी है तर मैले भने जस्तो भाइ मेरो भने जस्तो अनुसार भाइ काग यस्तो तरिकाले कराउनु पर्यो कि भाइ तिमी एकदम दुःखमा फसेको छौ क्या बचाऊ बचाऊ भनेर कागलाई चाहिँ बोलाउने तरिकाले गर्नु पर्यो क्या सो गाइज लेट्स सी के हुन्छ भनेर यस्तो हेर्ने कहीँ पनि छैन देयर इज नो एनी फकिङ क्रो है कहीँ पनि काग चाहिँ छैन अब भाइले हेरौँ भाइ सक्सेस हुन्छ कि हुँदैन लेट्स गो मेरो भाइ हेरौँ है हेर्नको लागि यहाँ पनि छ यता पनि रेडी छ हेरौँ आना कराउनु पर्यो क्या कहीँ छ अझै बोलाउनु पर्यो ए त्यो त कुखुरा पर्यो छैन ल सिटा आना हान्नु पर्यो कहीँबाट आउँदैछ है आवाज कहीँदेखि आवाज आउँदैछ है हाम्रो काग बोलाउने दाइलाई फेल गराउने भन्छ हाम्रो भाइले हेरौँ के गर्दो रहेछ ल फेरि होइन ठिक छ काग बोलाएको मान्छे बोलाएको ए भाइ ए बोलाऊ त्यो होइन बोलाऊ ल लेट्स सी एउटा काग हो कि त्यो कोइली हो त्यसो थाहा भएन अझै आउँछ भाइ 2-4 घन्टा मेहनत गर न हेर्नु यहाँ चाहिँ हाम्रो भाइले एकदम मेहनत गर्दैछ किनभने उसले हामीलाई अब प्रुभ गर्नु पर्यो क्या उहाँले नि काग बोलाउनु सक्छ भनेर ल हान्नु पर्यो खोइ भाइ आउँदैछ भाइ आउँदैछ भसाडेवाला त्यहाँ छ त्यो उयसमा छ बसिरहेछ उत्तादेखि आएको हो क्या त्यसले पनि बोलाउँछ क्या ल कर भाइ 2-4 घन्टा मेहनत गर्नु पर्यो क्या मेरो भाइ एक्सट्रिमको व्यवस्था गर्नु पर्यो विजय सर आउँछ एउटा त छ आइसकेको छ एउटा त आइसकेको छ ए कराउँदैछ भाइ त्यसले नै बोलाउँछ अब तिमीलाई हेर कन्टिन्यू भाइ टफ हो यार टफ यस्तो ठाउँमा उसले काग बोलाइसकेको छ एउटा चाहिँ है अब कोइन्सिडेन्टली आएको हो के गरेर आएको त्यो चाहिँ हामी भन्न सक्दैनौँ बट आउनु चाहिँ आएको छ त्यो टाढैदेखि आएको काग हो क्या बाख्ला होइन भसाडी जात काग बोलाउनु पर्यो क्या काग एउटा काग म भाग्दैन तिमीले त बोलाएको त बचाऊ भन्ने टाइपको दिनु पर्यो क्या भाइ बचाऊ भन्ने टाइपको समातेर राखेको जस्तो टाइपको क्या कराउँदैछ तिमीले एकचोटि ट्राई गर त कहाँ गरेर एकचोटि तिमीले ट्राई गर त भाइ विजय एकचोटि तिमीले ट्राई गर त फेरि दियो बट एउटा चाहिँ आछ यार ब्रदर के यो आएको चाहिँ हो के अब तिमीलाई एकचोटि सिटी एरियामा बजाउन लानु पर्यो
एउटा चाहिँ आएको हाम्रो एरियामा चाहिँ काग अलिक त्यति छैन कि होइन ठिकै छ ल ल छिटो बोलाउन हुन्छ नि जुन मासुहरू काट्ने एरिया हुन्छ नि ऊ बोलेको हो क्या यार यो बोलाएर लिएर आइज भन न साथीहरूलाई ल ल हाम्रो भाइको एकदम मेहनत जारी छ ल ठिक छ आजको दिनमा एउटा बोलाउनु चाहिँ सफल भएको छ है अब तिमीले यस्तो गर्नु पर्यो कि यो पुरा माथितिर काग बोलाउनु सक्नु पर्यो के भाइ अब तिमीलाई सिटी एरियामा अब यो एरियामा चाहिँ भाइको अनुमान अनुसार चाहिँ अलिकति काग छैन भन्ने खालको कुरो गर्नु भएको छ बट एउटा कुरो चाहिँ फिक्स हो ब्रो एउटा काग चाहिँ बोलाएको हो क्या गयो अब बोलाएर ल्याउँछ होला ल त्यसले बोलाएर ल्याउँछ ल भाइ ल न यो कागलाई के भन्नु तिमीले नै बोलाएर आएको भन्नु कि के एउटा कोइन्सिडेन्ट मान्नु यसलाई यो एरियामा चाहिँ कागै देखेको थिइनँ आज देख्दैछु भनेपछि यो तिमीले बोलाएरै आएको अरू बेला बोलाएको छ कि नै छैन ट्राई नै गरेको छैन होइन यता गाउँतिर चाहिँ यो कागहरू हुँदाखेरि चाहिँ गरिएको थियो जे यस्तो माथितिर घुम्थ्यो नै घुम्थेन त्यसरी अहिलेसम्म ट्राई गरेको छैन ल जस्ट यतिकै काग आवाज निकाल्दाखेरि आउँथ्यो ल नाउ लेट्स सी अब के हुन्छ हामी अर्को ठाउँमा पनि एकचोटि प्र्याक्टिस गर्नेछौँ एकचोटि फेरि प्र्याक्टिस गर्नेछौँ लेट्स सी के हुन्छ है ब्रो ओके बाई